ठ्याक्क बुवाको लागि क्यान्सर भएको थियो अनि भक्तपुर क्यान्सरमा उपचार गराइयो झन्डै 60 लाखसम्म चाहिँ खर्च गरियो बुवाको 1 वर्षसम्म हामीले केमो गऱ्यौँ एक पटक केमो गरेको 85,000 रुपियाँ लिन्थ्यो हप्तामा 2 पटक गर्न पर्थ्यो हैन यस्तो उपचार गरियो अनि गरेपछि बुवा ठ्याक्क 7 वर्ष अरु बाँच्नुभयो र मलाई देख्नुभयो सबै काम गरेको हेर्नुभयो देख्नुभयो र अस्ति स्वर्गवास हुँदाखेरि भन्नुभयो म खुसीका साथ मर्दैछु छोरा भन्नुभयो क्या हैन म लास्टमा जाँदाखेरि म खुसीका साथ मर्दैछु मलाई कुनै दुःख छैन अब तिमी भाइहरू चाहिँ मिल कहिल्यै पनि दाजुभाइ चाहिँ आपसमा झगडा नगर्नु जिन्दगीभरि दाजुभाइ सँगै रहनु बुवाले भन्नुभयो अनि मर्नभन्दा अघिल्लो दिन म ठ्याक्कै यहाँबाट पुगेँ अनि गर्दाखेरि बुवाले चाहिँ म खुसीका साथ मर्दैछु छोरा नरोनु है भन्नुभयो क्या मैले जीवनमा पाएको त्यही हो मलाई यो सिएको सर्टिफिकेट र अङ्ग्रेजी भन्दा 10 लाख गुणा बढी चाहिँ मेरो बुवा मैले 7 वर्ष पाएँ